दर्शक नमस्कार। हजुरहरूले देख्नुभएको पुल चाहिँ हाम्रो मरिन गाउँपालिका र हरियापुरगढी गाउँपालिकामा रहेको सिमानामा रहेको झोलुङ्गे पुल। 1 नम्बर वडा, 3 नम्बर वडा र 5 नम्बर वडाले चाहिँ समेटिएको त्यो झोलुङ्गे पुल र अहिलेको बर्खायामको समयको खेतीपाती अनुसारको चाहिँ धान भइरहेको खेतीयोग्य जमिनहरूमा चाहिँ भएको सिन चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ। हजुरहरूलाई कस्तो लाग्छ हजुरहरूले सुनेर हेरेर बुझेर प्रतिक्रिया दिन नभुल्नुहोला। र हाम्रो यो मरिनको चाहिँ सबैभन्दा लामो पुल भनेर पनि चिनिन्छ झोलुङ्गे पुलमा। हजुरहरूले पनि हेरेर आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला। सम्पूर्ण दर्शक महानुभावहरूले आफ्नो प्रतिक्रिया दिनुहोला भन्दै मैले सानो भिडियो क्लिप राखेको छु। हजुरहरूले पनि यो भिडियो क्लिप हेरेर प्रतिक्रिया दिनु।